तपाईहरुलाई के लाग्छ हाम्रो कांग्रेस पहिलाकै कांग्रेस हो तर हैन हाम्रो कांग्रेस पूर्ण रूपमा बदलिसकेको छ मलाई विजय गराउनुहोस् म केपी ओली जस्तो घर घरमा रेल त हैन म घर घरमा प्लेन ल्याइदिन्छु हाम्रो कांग्रेसको विजन नै परिवर्तन भइसकेको छ कहिले हाम्रो नेताजीलाई के रिसले चप्पल हानिस् मायाले चप्पल हाने नि जान्छ रिसले हाने भन्छ खोडा हानिदिइहाल्छु नि I love you Santaram Santaram Wakasile भयो दाइ भयो बरु म एमालेमै भोट हाल्छु म यो घन्टीको आवाज सुन्दा सुन्दा दिगदार भइसक्यो हग्न जाँदा घन्टी बजाउँदा मुत्न जाँदा घन्टी बजाउँदा बाटोमा भोट माग्दै हिँड्दाखेरि घन्टी बजाउँदा हाम्रै अगाडि भोट माग्न जाँदा गेटमा घन्टी बजाउँदा हाम्रै अगाडि घन्टी बजाउँदा हामीलाई कस्तो भयो होला सै पनि एमाले मै पनि एमाले संस्कृति पार्टी जिन्दाबाद जिन्दाबाद भोट केमा बाटोमा कृष्ण गोविन्द हरे मुरारी नाथ नारायण वासुदेव गोविन्द हरे मुरारी अबे साले तेरो घन्टी सूर्यको छेउमा गएर बजा रुखको टुप्पा गएर बजा तर माटोमा नटेकी बजा झ्याक्रे आफ्नै पारामा मेरो फाइदाको लागि म जतानी जान्छु देखि नै रहेको छ मेरो यो पारा यहाँ सबैलाई थाहा छ ओइ के गरिरा अब केपी बाको ग्यास खन्ने योजनाको टेन्डर मैले लिएको छु अब ग्यास खन्न सुरु गरियो ए खन्न आउला र ग्यास अब टेन्डर लिइसक्यो अब खोइ हेरौँ आउला नि केपी बाको हो फेरि रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का के ग्यास निस्क्यो त ओइ ग्यास केपी बाको ग्यास I mean, yes, they the honey girl. यत्रो रोड छ भित्ता हिँडिरहेछ नि त किन हुनु नि यो रोड खने पार्टीले मेरो पार्टीले खने यो रोडबाट नहिँड भनेको छ अनि के गर्नु त अनि त्यही भएर भित्ता हिँडेको नि यसपालिको चुनावमा चाहिँ झापा 5 मा केपी ओली 100% जित्छ यार ल बालन शाहको त्यत्रो क्रेज छ कसरी जित्छ केपी ओलीले लो तँलाई थाहै छैन वहाँ शर्मिला वाइबा ज्योति मगर खुइली सबै केपी बाको पक्षमा छन् नि त पक्षमा भएर मात्र जित्छ त अनि लो तँलाई थाहै रहेनछ अहिलेको जेएनजीहरू शर्मिला वाइबा त्यसपछि ज्योति मगर उनीहरूकै पक्षमा छन् पछि लाग्छन् भोट ड्याङ हाल्छन् अनि जित्दैन त अनि हामी चाहिँ यहाँ के हारेर बसिरा ए लाग्दिउँ त हामी नै पछि फर्स्टमा चाहिँ म हाल्दै मुजी फेरि I mean, yes, they the honey girl.